हिँड्नु भएको त अनि अहिले नै लु हतार कतिको सक्छु भएर उकालो चढ्नु खोजेको सकि हुन्छ हेलो 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 मुकुलुङमा हामी पुग्यौँ मुकुलुङ जाँदैछौँ भाइरल ब्याग मन पर्यो भने अर्डर गर्नु होला गाइज म बनाउनु जाने ठुलो फेदेखि घन्टी 130 मात्रै रहेछ हाम्रो खुसु चाहिँ नसकेको अवस्था लाग्यो जानु हुँदैछ बठौमा पाथिभारा जाने हजुर पाथिभाराको उकालो अब पुग्न लागेको हाम्रो गइसके हामी भिडियोमा व्यस्त गुड मर्निङ सबैजनालाई यताबाट आयौँ मुस्किलले बाटो अहिले पुरै सक्छ ल यसरी ल हामी अब आइपुग्यौँ पाथिभारा मन्दिर उतायौँ एकछिन पर दाजुहरू पर यो त अब हामी जाने बाटो बस पार्क आइपुग्यौँ हामी आमा एकछिन न दाजुहरू तलै हुनु चिया सिया खाने भन्नुहुँदै थियो हिँड्नु भएको हाम्रो आमा त हिँड्नु हुँदैछ टगर आइपुग्यो अब पाथिभारा दर्शन गरिन्छ चाहिँ पुङ्लिन भारो 3:30 बजी हिँडेको 6 बज्न लाग्यो यहाँ हाम्रो आमा के पर्नु हुँदैछ खै के रहेछ आमा खै के भन्यो अरे के भन्नु अनुमति अनुसार मात्रै हिँड्नु अरे ल है त अनि कता हिँड्नु भएको त अनि अहिले नै लु हतार कतिको सक्छु भएर उकालो चढ्नु खोजेको सकिन्छ आमा पनि अब एउटा बुढी मान्छे सकिन्छ ल आँट गर्नुहुन्छ ऊ जानु अरे चिया सिया खाएर चियाहरू खाएर निस्किनु सातु चाहिँ खाऊ सातु अन्लु हिँड्नु त आमा त उहिले बाँच्ला हतार छ हाम्रो आमालाई तल्ल अब हामी लाग्यो पाथिभारा माताले रक्षा गर्नुहुन्छ रक्षा गरून् भन्दै लाग्यो है हाम्रो आमाहरू माथि पुगिसक्नु भइसक्यो माथि पुग्नु पर्नेछ दर्शन गर्न हान्छ कि के हो यो लक्ष्मी माताले यता ल लाग्यो जय पाथिभारा माता जय माता दी हिमाल खै देखिएन कि दाजु हिमाल देखाउनु पर्यो हिमाल छर्लङ भयो ल यसरी छ है साथीहरू पाथिभारा हिमाल छ लु अब हामी लाग्यो उकालो 4 घन्टा लाग्छ अरे उकालो भन्छ कति लाग्दो रहेछ हेरौँ ल अब यो भित्र जानुपर्ने रहेछ फोटो सेक्सन यता ल
ल हामी लाग्दैछौँ तपाईँ उछालेर हान्दैथ्यौँ ल हो ल फोटो पनि खिच्यो यहाँ के यसरी छ जुम गरेर ए त्यही भएर बाल्दै जानु पर्थेछ त नि ल माता ल यहीँबाट देखिने रे फेदी अरे ल गरम पो हुँदैछ त नि हामी कतिमा छौँ हेर हेरौँ ऊ अहिले भनेपछि ऊ तपाईँ अहिले यहाँ हुनुहुन्छ भनेपछि सुके टार अरे 1800 मिटरमा हो कि होइन 2400 मिटर हो कि उति तपाईँ यहाँ हुनुहुन्छ अहिले भनेर ए काफ्ले बाटी 28 कि 2400 हो हेर्नु ल यहाँ हेर्नुपर्छ है काफ्ले पाटी 2800 मा ठुलो घन्टी अब कति मिटर 3700 3700 3700 उचाइ 3700 दो बाटो उचाइ 3794 हामी लाग्यौँ अब काफ्ले पाटी हामी 28 किलोमिटर भएर लाग्यौँ है अब अहिले हजुर हजुर गुराँसहरू फुलेर झरिसकेछ गुराँसको त चैत हो फुल्ने बेला त ल आमाहरू हो हुन्छ हेलो पार्टी भएर लाग्यो होइन त है खुसी हेलो आमा कर्रा भएर आउनुहुँदैछ सेल्टिनी हो नि ल हामी अब लाग्यो बिस्तारै होइन त हामीलाई पार्टी भएर माताले शक्ति दिनुहुन्छ नबोल्नु पर्यो कि यो हुन्छ के आफ्नो सुरुमा हिँड्नु शक्ति खेल जान्छ दाजु मुकुलुङमा हामी पुग्यौँ मुकुलुङ जाँदैछौँ म दाजुलाई पठाइदिन्छु है लु दाजु लु आउनु ल हामी मुकुलुङमा जाँदैछौँ यता के लेखा छ कृपया गुराँसका फुल नटिप्नु होला अरे छैन त अहिले लाग्यो रमाइलो छ मलाई त एकदम रमाइलो लाग्दैछ कि तर ठिक छ दाजु रमित हेर्दै हिँड्नु पाइयो तर हो कि उति हेर्दै त हिँड्नु पाइयो हिमाल ल पाथी भारा जाउँ पुण्य कमाउँ भनेर सास फेर्नै मकै खानु ल हामी बिस्तारी आराम जाँदैछौँ खुसी उमा मुक्तिनाथ भन्दा त म त गाह्रो लागेन माथिल्लो चाहिँ गाह्रो हो माथिल्लो गाह्रो हो यो त अलिक उनी पर्छ अरे क्या ए मुक्तिनाथमा त सोल्टिनी यो भनेको अलिक तल्लै भएको हामीलाई त गाडीमा चढेर झरेर हिँड्ने बित्तिकै आमालाई त लेख लाग्यो त यहाँ त आनन्दै ल आमा आमा त यस्तोलाई चाहिँ ल्याउनु पर्यो है हिउँ परेको छ भन्छ खोइ रहेनछ त
पूजाको सामग्रीले पनि हैरानी बनायो। एस्टर कस्तो छ यहाँ बोल त केही भएको छैन ठिक छ ल ल यता 3794 हामी उत्तरमा हामी जाँदैछौँ। हाम्रो दाजु हुनुहुन्छ। जय जय जयकार गर्दै आउँदैछौँ है माता हजुरको शरणमा हामीलाई शक्ति दिनुहोला सबैमा हजुरलाई आशले आउँदैछौँ हामी। सबै हामी भक्तालुजन जाँदैछौँ दर्शनार्थी। लामा यहाँ खुसी यता आमा पनि आउँदै हुनुहुन्छ। ल यसरी सबै कालो लाग्यो। त डाँडा काँडा ल खतरा ब्याग हिँड्नु दाजु हामी छोड्दौँ न दाजु सुन दाजु हस् दाजु आमा कहाँ पुग्नु ल बरु त सानो जाकेट ल्याउनु पर्दैछ खुसी। म त यसले नै पो हप लु हामी माथि भएर जाँदै तबार आएको दामी भाइरल कुम्लो भाइरल ब्याग मन पर्यो भने अर्डर गर्नु होला गाइज म बनाउनु जाने। यहाँ बहिनीले होस् तिमीलाई अप्ठ्यारो गरौँ हुन्छ होइन ल हेर्न भयो त नि दामी ल ठिक छ लाग्यो हिमाल हिमाल चढ्यो है हिमाल ल दामी स्पेसल बहिनीलाई गाह्रो भयो छैन लु लु जा बिस्तारी आमा त हिँड्नु हुँदैछ हाम्रो आमा त 82 अनि हजुर होइन ठुलो फेदीदेखि गाह्रो हो भने के थाहा माथि अझै हो मास्लो खुर्किलो होला नत्र त म त यता त हुनै लाग्यो सजिलो उकालो हिँड्दा स्यास्या त भइहाल्छ के अरे अलिअलि ल पुग्यो मिसेर खाएर 3200 मिटर फेरि हामी बलु डाँडा माफ गर्नु भन्दा साथीहरू म मिसिरी चपाइराख्छु त्यही मलाई बोल अलिक मुसित परे अवस्था
हिमाल हेलो एकदम रमाइलो एउटा फोटो खिचिदेऊ न हिमालको मेरो माया जुनी भरिलाई भन्दै गीत गाउँदै जानु हाम्रो भाइ हिमाल उता ल अर्को भएको छैन यहाँ त चर्को भात अब सक्छौँ खोइ केही टेम्केमा पनि चर्कै भयो मुक्तिनाथमा चाहिँ मलाई पनि त अनि कस्तो कस्तो हुन्थ्यो तर हिँड्थेँ गाडीदेखि ओर्लिने बित्तिकै हिँडेर त होला नि है आधा पनि गाडीदेखि ओर्लिनु त ओर्लेको ठिक भयो ओहो सेतो गुराँस सेतो बुढा ओ तल यहाँ रातो गुराँस गुराँस आमा गुराँस फुल्दा त रातै हुन्थेछ नि ढिलो भएछ हामी आउनु ढिलो भएछ हिमाल पनि लु हिमालो हाम्रो आमा पनि हिँड्नु हुँदैछ टकरा कमिला जस्तो टकरा हिँड्नु हुँदैछ टकरा हामी पनि हिँडिरहेको छौँ ठुलो फेदी कि मालो फेदी पुगेका छौँ न सबै आउँदै हुनुहुन्छ फुल फुलेको रुखहरू यस्तो हुन्छ है लेकको हिमालको रुख गुराँसको रुख फुल चाहिँ फुलिसक्यो रुख यस्तो छ बोट चाहिँ ओरिजिनल झोल ब्याग त तल्लै थियो खुसी त गाडीमा चाहिँ गाडी बनाएको थिएँ है गाडीमा त खरेर मजाले दिङ गरेर नसमाते भए त पोइन जस्तो पछाडि त्यो मैले लड्यो भने बिचरा त मोटी बहिनी त धन्न भयो गुराँस यता घारी यहाँनिर पाथी भारा माता पाथी भाराले हामी सबैलाई कल्याण गरून् अरे कल्याण गरून् है सबैलाई कस्तो मजाले हिउँ हो नि हजुर आमा के गर्ने बोक्ने कि हिँड्ने होइन सक्नुहुन्न भने बोक्नु दानामा गाह्रो भएको ल हजुर खुसीले फुटाइदियो अघि नै भए झन् हिजो भए कति थियो होला नि यस्तो हुँदो रहेछ भने यस्तो दाने दाना नदेखेको चाना मात्रै देखेको यहाँ त त्यो चाहिँ टुसारो रहेछ हिउँ चाहिँ यस्तो रहेछ खुसु
हिउँ दाजु न हुन्छ? हात्ती होला नि आयो दाजु हिउँ हिउँ दाजु हिउँ दाजुले हिउँ खेलाउँदै हुनुहुन्छ हात फेरि ऊ होला हिउँ लिएर आउनु दाजु हात चिसो होला है अबुई कोप्रा सप्पो साथीहरू दाजु यहाँ कोप्रा सर्प हो? 3057 निस्किसक्यौँ होइन र यता गुराँसको बोट गुराँस गाडी सब गुराँस दाजुहरू जानुहुँदैछ कोही आउनुहुँदैछ हाम्रो आमा यहाँ सबै गइँदैछ ए भने त के त है फुलेको हेर्नु पनि फुलिरहेछ गुराँस फुलेको हेर्नु सबै फुल्दा त कति रमाइलो थियो होला हजुर आएँ म पाथी भाराले ठुलो फेदी हामी पुग्यौँ हाम्रो सानो बाबु पनि हिँडेको पाथी भारा है ज्ञानी हो त हेलो हेलो भन्नु त बाबु हेलो गर्छ नि हेलो भन्नु त हेलो 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 भन्नु के खाने र त म के खाने म हामी गेटमा आइपुग्यो यहाँ ठुलो फेदीको गेटमा हिउँ परेर कम्ती होइन गेटमा रेस्टर ठिक छ जाडो भयो क्या हामी गेटमा आइपुग्यौँ पाथी भारा माछा दर्शन गरेर आइपुगिसक्नु भइसकेछ नानीहरू आमा जाँदै हुनुहुन्छ भेरा भेरा गोठाला भाउजू पनि हिँडिसक्यो यहाँ अब यहाँदेखि कति किलोमिटर ठुलो फेदेखि घन्टी 37 मात्रै रहेछ गुराँसे हामी यो ठुलो फेदी होइन त ती ठुलो घन्टी 3200 37 छ त ती यहाँ हो नि त तपाईँ अहिले यहाँ हुनुहुन्छ ऊ फेदी ए त्यस्तो हो क्या यहाँ पो फेदी हामी ल हुन्छ हो रहेछ हामी यहाँ छौँ भनेर माथि हानेकोमा हेर न त्यो त हामी यहाँ छौँ भनेर त्यो बाटो फेदी 3202 मा होइन दाजु हामी यहाँ छौँ भनेर देख्दिन यहाँ तल गएर माथि हेर लु हिउँ खेल्दै हिँडिरहेको छौँ हामी वाउ एकदमै रमाइलो हो घुम्नु आउनुलाई सधैँ यहाँ बस्नेलाई त बस्यो भने वास्ता हुँदैन होला हेर राम्रो यो बिल्लिएर पनि अझै यसरी छ हिउँ बाटो यता बाटो उता ल तल सानो फेदीबाट देखिँदै थियो भाउजू है आइपुग्यौँ ल
गुराँस फुलिसके पनि हिउँ परेको बेला छ अलिअलि छ तर थप्नु पर्ला है ल लु यसरी कति मजाले भाउजू यता बाटो सजिलै आउँछ नि आउनु त है व्रत तीर्थ गर्नेहरू हिँड्नुहोस् न हिँडेर व्रत तीर्थ गरोस् भनेर होला नि त्यही र आमा लड्छ अठाउनु लड्छ लु यहाँ सबै लेखेको छ ठुलो घन्टी भने यहीँ हो फेरि ठुलो है पाठी भाडा माता होला भाउजू दर्शन गर्नुपर्ने होला नि त नि लु यसरी हाम्रो माता पाठी भाडा माता यहाँ पनि ठुलै बनाइसक्नु ल भाउजू है ल भाउजूले पूजा शक्ति दिनु भगवानलाई रक्षा गर्नु हुन्छ म पुगेर आउँछु आउनु न गणेशजी रक्षा गणेशजी हेर देउता बसेको ठाउँ देवी बसेको ठाउँ माथिसम्मै जाउँ न पूजा सबै दर्शन गरे खिचौँ है भाउजू देवी देउताले भाउजू कति मजाले बस्नु भएको शिलापत्र यसरी पनि देवी देउता बस्नु भएको यस्तोतिर हामी यहाँ दर्शन गऱ्यौँ यहाँ नरिवल फुटाउनु ठाउँडै हुन्छ जाउँ भाउजू हजुर तपाईँहरू दर्शन गरेर आउनुभयो हजुर हजुर ए के थरी हो तपाईँहरू राई हजुर म लिम्बू भन्छु लिम्बू भन्छ हजुरहरू चाहिँ कहाँबाट हजुर चाहिँ म यहीँ बजारबाटै हो ए है ट्याक्सी काउन्टर ए हस् हस् कहाँ बसेर आउनुभयो तपाईँ हामी त उभिदिउँ ए के अरे फुङलिन र त यहीँ ट्याक्सी काउन्टरमै होला हजुर त्यहाँबाट आउँदैछौँ लु है तपाईँहरू हेर दर्शन गरेर पनि आइपुग्नु भयो हामी त बेलुकी मात्रै पुग्ने भयौँ नि ल यसरी छ हेर आमामा यो धागो माथिसम्मै पुगेको छ क्या माथि माथिल्लो पाथी सँगै हेर हिउँ हाम्रो माता कहाँ हिमालमा आएर बस्नुभएछ
आमामा यो धागो माथिसम्मै पुग्यो है भाउजू आमा ल हेर आमा हिउँ थुप्रेको हो भाउजू सेतै सेतै है त्यतै भने जस्तो त्यही हेर्नु आमा हेर त त्यहाँ थुप्रेको हेर्नु अझै बिलाएर पो त पुगेर आइपुगेन नानु ल छोरीको मन के भने ल लु हामी हाम्रो होइन नै होला टोइलेट नै गएको होला सेतै 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 हिउँ परेर हिउँ 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 हिउँमा खेल्दै निस्किँदैछौँ हामी ल हाम्रो आमा हिँड्नु हुँदैछ भाउजू हामी अहिले 3370 पुगेको छौँ पुग्दैन हो र हजुर हुन्छ फर्किँदा अर्दा बेलुका हुन्छ नि हुन्छ नि हो दर्शन गर्नु पर्यो है वहाँ भिड पनि छ के दर्शन भन्नु त्यही पाइँदैन हो यतै बस्ने हो भने त हुन्छ कहाँ जाने नि हामी त काठमाडौँबाट आएको रिजर्भमा हो हजुर हेर हुन्छ ऊ आमा हुनुहुन्छ बिस्तारी हामी निस्किँदैछौँ तल्ल सानो फेदीबाट 3 घण्टा भयो भनेपछि अब तपाईहरु आधी पनि भएन हुनु भएको छैन जम्मा 5.5 किलोमिटर हो जम्मा 5.5 किलोमिटर हो धेर जस्तो आयौँ जस्तो लाग्यो उटिया देखाउँदा ठुलो फेदीबाट अब तपाईलाई 2.5 घण्टा लाग्छ हो ए पुग्यौँ यस्तै हो त्यति चाहिँ लाग्छ हजुर 2.5 घण्टा है हजुर ठिक छ पुग्यौँ त्यति सय फेरि भन्नु न तरिका यस्तो छ पाथिभरा माता की हजुरहरू त दर्शन गरेर आइपुग्नु हो हामी पनि पुग्छौँ भनेर हिँडिरहेछौँ हो सबैको माताले कल्याण गर्नुहुन्छ हजुर हजुर शक्ति दिनुहुन्छ त्यही भनेर यी मरिहत्ते आउँदैछौँ हामी माताको दर्शन गर्नु हेर उहाँहरू जय तपाईँहरू हेर हवस् हवस् हजुरहरू दर्शन गरेर फिर्नुभयो फिर्नुभयो हवस् हवस् हामी पनि जाँदैछौँ ए हवस् हवस् हो यसरी आइहाल्नु भइरहेछ हस् साहस हुँदो रहेछ कि यसो भन्नु हुँदा
आमा हिँड्दै हुनुहुन्छ थाक्नुभयो आमा गाह्रो भयो ए हिँड्नुलाई गाह्रो भयो गाह्रो भयो है सास फेर्नु जस्तो ठाडो उकालो होइन बोकेरै जाउँ आमा के को बोक्छ लङ्का पुग्यो हामी यसो है दाजु खाजाहरू साथुहरू खाँदै होइन यो हिउँ हो दाजु हिउँ अब छोडेको अब बच्चा होइन आफै गर्नु हुन्छ आफूलाई त कसले गर्ने खुकुरीदेखि पनि डराइन टल्केको हिउँ दाजु कति सिसी पारेर बिहानै खानु भनेको क्या त्यसलाई औषधि खानु मान्नु भएन क्या बिहान त्यो झोला खै त झोला हाम्रो कुसेको हाम्रो खुसु चाहिँ नसकेको अवस्थाले लाग्यो जानु हुँदैछ बठौमा हामी चाहिँ अब हिँडेरै जाने म चाहिँ सक्छु औषधि खानु भएको हजुर म पनि भिडियो गरेको अनि भिडियोमै हेरेको मैले पनि आज आइपुग्यो पाथिभारा जाने हजुर पाथिभाराको उकालो अब पुग्न लागेको हाम्रो टोली जम्बू टोली गइसके हामीले यहाँनिर हामी भिडियोमा व्यस्त छौँ व्यस्त जे होस् अहिलेसम्म हामीलाई लेख पनि लागेको छैन रमाइलो जे होस् रमाइलो भएर ल ल काङलाङ कुङलुङमा आइपुग्यो ल पाथिभारा माता हुन्छ भाउजू आमा लुलु काङलाङकुङबाट पस्न आमा त हेर्नु त ल औषधि नभए त मलाई पनि गाह्रो अनि कष्टले फल पाएको राम यसरी जानु हुँदैछ आउनु हुँदैछ यसरी ल दर्शन गरेर आउनु हुँदैछ हामी अब भर्खर यहाँ बस्यौँ काङलाङ कुङलुङ बाटोमा
हेलो अनि हजुरलाई 1 घण्टा हजुरलाई 1 घण्टा जानु हजुर हामीलाई चाहिँ होइन आमाकै सारमा हामीलाई पनि धेरै घन्टा लाग्छ हाम्रा आमा 50 वर्ष 82 वर्ष हाम्रा आमा हजुर हजुर 82 ल यसरी छ है हामी हिँडिराखेका छौँ जय माताजी जय माताजी हाम्रा आइपुग्नु भयो हेर्नु न त्यति तल हजुर किन बोकी माग्नु ल हो हजुरलाई पनि धन्यवाद हजुरहरूले ल तपाईँहरू दर्शन गरेर फर्किनु भयो हामी निस्किँदैछौँ यो आमा माथि पुर्याउनु भएको है ए आमा चिनो आमाले कथा भन्दै हुनुहुन्छ अल्झ्यो आमा है ल आमा हिँड्नु बिस्तार उभिनु उँधो हावा खान्न क्या सास बढेको त होइन गोडैले दुखेको क्या भए पनि उँधो हेर्नु न बुढो जान्ने भएर यो गोलेको क्या गलेको आमा हेर्नु त ऊ त कुन गाउँ जस्तो छ पापले दुम्फन छ ठुलो छ है अघि उतातिर बसेको छ मान्छे यता त अर्कै होला यो चाहिँ ताप्ले जाउँ नि यता चाहिँ उता चाहिँ के अनि यताको बासिन्दाले सोध्नुपर्छ नसक्दा लेख लागेर ओह्रालो झर्नु त कठिन होला नि बाबु ओह्रालो चाहिँ माथि चढ्दा आमा माथि चढ्दा झन् स्यासे हुन्छ गाह्रो तल आउँदा खुट्टा कैटे लाग्छ कैटे लाग्छ कता जानुभएको घुँडा माथि जाने अनि माथि त टाढो हिँड्दै आजै हजुर होइन यत्रो त आउनुभयो अब भन्नु भएर ओह्रालोमा चाहिँ घुँडा दुख्छ ल आमा आइपुग्नु भयो हजुर ल आमा ओ आइहाल्यो अरे लु ल आउनु भएको छैन हामी फर्स्ट टाइम हो तर यता आइपुग्नु आएको थिएन ल बिस्तारै हजुरमा चढ्दियो हजुर अनि आउनुहुँदैछ आइपुग्नुभयो तपाईँहरू दर्शन गरेर आउनुभयो हामी जाँदैछौँ बिरी चुरोट नखाएर मात्रै म हिँड्नु सक्छु हो आमा यसरी मेरो नाम सोध्छ नि त नानी के हो मेरो नाम ल जानुहुँदैछ दाजु हजुर एकदम म त ठिक छु दाजु कालाजु आउनुहुँदैछ आयो आइपुग्नु भयो दाजु अन्तिममा अहिले नै नगरौँ तपाईँको झोल तलैबाट चाहिँ होइन यहाँ तल्लो